हेलो सेवा हौवा नमस्ते सबैजनालाई धेरै माया अनि मिठो सम्झना। अहिले चाहिँ टोकियो जापान टोकियो अवस्थित सिन्जुकु स्टेसन नजिकको चाहिँ एउटा यो 45 तलामा रहेको एउटा भवनमा म चाहिँ टुप्पामा आएर चाहिँ एउटा यस्तो दामी ठाउँ लाग्यो, त्यसैले भिडियो बनाउन चाहिँ मन लागेर एउटा भिडियो चाहिँ सबैलाई देखाउनु मन लाग्यो। आफू पनि हेर्नु पनि मजा आइरहेछ। यसै पनि राम्रो उसै पनि राम्रो हाम्रो टोकियो सहर। अब हामी नि बसेपछि त टोकियो सहर पनि अब आफ्नै त हो नि। हाम्रो टोकियो सहरमा सबैलाई स्वागत छ, वेलकम गाइजहरू। हामी चाहिँ अहिले रमाइलो गरिरहेछौँ। अनि यो भित्र चाहिँ फेरि टुप्पामा चाहिँ सबै कुरा रहेछ। भित्र चाहिँ अब क्यान्टिनहरू छ, किनेर खाने ठाउँहरू छ। गाइजहरू आएर यसो बोर लागेको समयमा म चाहिँ हामी चाहिँ एउटा अहिले स्कुलबाट आएको हो, हामी चाहिँ विद्यार्थी हो। तपाईँहरूलाई पनि यसो अल्छी लागेको छ, कुनै दिन चाहिँ खाली समयमा कोही विद्यार्थीहरू हुनुहुन्छ भने यो भवनमा चाहिँ फ्रीमै आउनु पाइयो। आएर चाहिँ यसो भ्यूहरू हेरेर चाहिँ निहाल्नु होला। अत्यन्तै मन सफा अनि सुन्दर अनि पवित्र ठाउँ छ। अब मैले चाहिँ एकै ठाउँमा मात्रै बसेर चाहिँ भिडियो बनाइरहेको छु अहिले चाहिँ। तर यो चाहिँ यहाँभित्र चाहिँ वरिपरि घुमेर चारपट्टि देखिने रहेछ। यस्तो फुजी हिमाल भन्ने चाहिँ फुजी हिमाल चाहिँ त्यहाँनिर थियो। अहिले चाहिँ देख्नु किन कसरी देखिएन। अघि बिहान चाहिँ दामी देखिएको थियो, त्यस बेला भिडियो बनाउने चाहिँ मौका मिलेन। फुजी हिमाल चाहिँ जापानको त्यता अवस्थित त्यता छ गाइजहरू। रमाइलो भइरहेछ। यस्तो छ है, यस्तो रहेछ। हेरौँ टोकियो सहर हेर्दा लाग्छ रहर। पैसाको सहर हेर्दा लाग्छ रहर। मुनि गाडीहरू त सानो सानो देखिँदो रहेछ। यो अलिक कस्तो सफा क्लियर घाम नलागेको कारणले चाहिँ भ्यूहरू चाहिँ राम्रो देखिएन। अब यस्तै भए पनि भिडियो चाहिँ बनाइयो, ठिक छ। त्यहाँ माथि चाहिँ जङ्गल पनि बब्बाल जङ्गल छ बिचमा, फेरि सहरको बिचमा। यहाँभित्र चाहिँ विभिन्न देशको मान्छेहरू हामी चाहिँ भेला भयौँ भनौँ न। विभिन्न देशको मान्छेहरू आउने जाने आवत जावत कार्य भइरहेको हुँदो रहेछ। बाई बाई गाइजहरू, बाई बाई। अहिलेको लागि चाहिँ यति भिडियो मेरो। अब फेरि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला, सबैले मन पराइदिनु होला भन्दै मेरो दुई शब्द यहीँनेरि अन्त्य गर्दै, अब धेरै बोल्न नआए पनि एउटा भिडियो बनाउने चाहिँ चाहेँ। फेरि अर्को दामी भिडियोहरू चाहिँ अर्कोमा पार्टमा आउनेछ गाइजहरू। बाई बाई।